नेपालको इतिहासमा कसलाई के भनिन्छ भनेर एकदम सोधै गर्छ। यो एकदम भेरी इम्पोर्टेन्ट। बुलेट महाराज भन्यो भने श्री 5 तैलक्य भयो। राशी महाराज भन्यो भने के त श्री 3 युद्ध शमशेर भयो होइन। स्वामी महाराज रणबहादुर, विमान पण्डित अच्युतानन्द, त्यसै गरी बौला राजा भन्यो भने लक्ष्मी नरसिंह मल्ल भन्नु पर्यो। जनताका कम्युनिस्ट भन्यो भने पुष्पलाल, जिउँदो शहीद टङ्कप्रसाद आचार्य, सनकाहा राजा श्री 5 सुरेन्द्र भयो होइन। अभागी राजा भन्यो भने जयप्रकाश मल्ल, सिमसिमे राजा शिवसिंह मल्ल, त्यसै गरी विद्या पारङ्ग सुमति भन्यो भने जितामित्र मल्ल होइन। नेपालेश्वर भनेको श्रीनिवास मल्ल, मण्डलेश्वर भन्यो भने के त यक्ष मल्ल भन्नु पर्यो। फिस्टे महाराज चन्द्र शमशेर, खरिदार बाजे भन्यो भने बाबुराम आचार्य, खरिदार बा भन्यो भने कृष्णप्रसाद कोइराला भन्नु पर्यो। कविन्द्र प्रताप मल्ल, कलाबहादुर माधवर सिंह थापा होइन। त्यसै गरी अयोग्य राजा भन्यो भने श्री 5 राजेन्द्र भन्नु पर्यो। पञ्चायतको मलामी मरिचमान सिंह, अवसरवादी नेता विश्वबन्धु